नमस्ते यहाँहरू सम्पूर्णलाई। आज चाहिँ म एउटा आजभोलि घटेको एउटा घटना जुन यो गरिमा चौधरी सानी नानीको विषयमा घटेको घटनाको विषयमा केही कुराहरू सेयर गर्न चाहन्छु। अहिले जुन त्यो घटना घटेको छ नि त्यो कुराले चाहिँ जतिचोटि म टिकटक हेर्छु त्यही न्युज आएको छ, युट्युब खोल्छु त्यही न्युज आएको छ। यसले गर्दाखेरि चाहिँ मलाई मात्रै होइन कि हर कसैलाई पनि एकदम स्तब्ध गराएको छ कि यो घटनाले, यो कुराले है। अनि त्यसपछि म चाहिँ के भन्न चाहन्छु भने यो घटनाहरू चाहिँ अहिले चाहिँ यो करणी बसेको यो हत्या भन्ने यो चाहिँ दिन प्रतिदिन हाम्रो देश नेपालमा चाहिँ अहिले चाहिँ एकदम यो देखासिकी जस्तो भइरहेको छ है। त्यही कारण चाहिँ मलाई चाहिँ के लाग्छ भने झन् जति यो घटनाहरू घटेको हुन्छ त्यो घटनालाई चाहिँ टिकटकबाट या युट्युबको माध्यमबाट जसरी देखाइन्छ, जसरी पोस्ट गरिन्छ, आम पब्लिकमा यो कुराहरू सम्प्रेषण हुन्छ नि, त्यसबाट चाहिँ झनै मान्छेहरूलाई एउटा किसिमको एक किसिमको आत्मबल बढ्दो रहेछ कि के हो है। जसले जे गरेको छ नि त्यही किसिमको घटनाहरू चाहिँ पटक पटक दोहोरिरहेको छ कि। जस्तै अब कुनै एकजना व्यक्तिले चाहिँ पेट्रोल छर्केर आफैमा आगलागी गऱ्यो, आफैले आगजनी गऱ्यो भनेदेखि, आफैले आफैलाई आगो लागेर आत्महत्या गऱ्यो भनेदेखि भोलिको दिनमा पनि फेरि अर्को दुई चारजना दुई दुई तिन दिनपछि त्यही घटना सुन्नमा आउँछ कि त्यही टाइपको घटनाहरू सुन्नमा आउँछ है। यदि कसैले केही अब हतियारबाट प्रहार गरेर कसैलाई हत्या गर्यो भने त्यही घटनाहरू तिन चार दिनपछि एक महिनापछि त्यही घटनाहरू सुन्नमा आउँछ कि यो किन भइरहेछ भन्दा चाहिँ मेरो विचार मलाई लाग्छ कि यो किन भइरहेछ भन्दाखेरि जब त्यो घटनाहरू चाहिँ जब अब विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट गरिन्छ, त्यसपछि पोस्ट गरिसकेपछि अलिकति राम्रो हुन्छ नि, लाइक अब अलिकति सकारात्मक मानसिकता बोकेको व्यक्तिले चाहिँ यस्तो गर्नु हुने थिएन, यस्तो गर्नु हुँदैन भन्ने कुराले त्यो कुरालाई अलिकति राम्रो पक्षबाट त्यसलाई सोच्न सक्छ, लिन सक्छ भनेदेखि अलिकति गलत मानसिकता बोकेको मान्छेहरूलाई चाहिँ कस्तो भने अझ ऊर्जा बढ्दो रहेछ त्यस्तो किसिमको घटनाहरू देख्दाखेरि, त्यस्तो किसिमको घटनाहरू सुन्दामा। अनि उनीहरूलाई चाहिँ त्यो गलत मानसिकता बोकेको मान्छेहरूलाई चाहिँ त्यस्तै किसिमको गलत काम गर्नलाई चाहिँ ऊर्जा बढ्ने रहेछ र त्यस्तै कार्यहरूमा सक्रिय हुँदो रहेछ जस्तो चाहिँ मलाई लाग्यो है। त्यसैले म के भन्छु भनेदेखि त्यसरी मलाई चाहिँ के लाग्छ भने मेरो आफ्नो धारणा है, मेरो विचारमा के लाग्छ भनेदेखि यदि त्यो घटनाहरू जसरी पोस्ट गरिन्छ, कस्तो किसिमको घटना पोस्ट गरिन्छ, त्यो पोस्ट गरेर आम जनताले त्यो घटनाहरू देखिरहेको हुन्छ, सुनिरहेको हुन्छ होइन। अनि त्यसपछि अब त्यो घटना घटाउने जुन अपराधी छ नि त्यो अपराधीलाई कुन किसिमको सजाय दिएको छ त्यो सजाय पनि सार्वजनिक गर्न जरुरी छ जस्तो मलाई लाग्छ है। जब सा जब सजाय सार्वजनिक गरिसकेपछि त कमसेकम त्यो गलत हुन्छ नि, खराब मानसिकता बोकेको व्यक्तिहरू अलिकति सचेत हुन्छन् र त्यो घटना केही हदसम्म भए पनि अलिकति कम हुन सक्छ जस्तो मलाई लाग्छ। अब घटना घट्यो अनि त्यसपछि त्यो पब्लिक गरियो होइन, अनि सार्वजनिक भयो त्यो घटनाहरू, त्यसपछि गलत मानसिकता भएको मान्छेहरूको नजरले त्यो घटनाहरू देखेको हुन्छ, त्यो घटना सुनेको हुन्छ, त्यसपछि उनीहरूलाई एकदम आत्मबल बढ्छ र त्यस्तै किसिमको कार्यहरू गरिरहेको हुन्छ र दोहोरिरहेको हुन्छ है। अनि त्यसपछि त्यस्तै दोहोरिरहेको हुन्छ। त्यसैले म चाहिँ के भन्न चाहन्छु भने अब घटना घटेर त्यो पब्लिक गरिसकेपछि के पब्लिक गर्नै भएन होइन। त्यो सबै कुराहरू कानुनी रूपले नै त्यसरी जानुभयो। कुनै पनि कुराहरू त्यस्तो घटनासँग सम्बन्धित कुनै पनि कुराहरू पब्लिक गर्न भएन। यदि कोहीबाट पब्लिक हुन्छ भने त्यसलाई हुन्छ नि एउटा अब हुन्छ नि एउटा कानुनी कारबाही हुनुपर्ने भन्ने त्यस्तो व्यवस्था हुनुपर्ने थियो जस्तो लाग्छ है मलाई। यदि त्यो पब्लिक हुन्छ र पब्लिक गर्न जरुरी छ भनेदेखि त्यो घटना घटाउने जुन अपराधी हुन्छ नि, व्यक्ति हुन्छ नि, घटना घटाउने जो छ नि, उसलाई चाहिँ के सजाय हुन्छ र के सजाय गरियो त्यो पनि सार्वजनिक गरिनुपर्छ जस्तो मलाई लाग्छ कि। ताकि यसरी घटना घटायो भने, यसरी घटना घट्यो भनेदेखि अथवा यसरी अरूमाथि यसरी अपराध गरियो भने एक किसिमको सजाय हुन्छ है भन्ने चाहिँ लाग्छ। र अलिकति गलत मानसिकता बोकेको व्यक्तिहरू चाहिँ अलिकति सचेत हुन्छ जस्तो मलाई लाग्छ मेरो विचारमा। र अर्को कुरा भनेको
यो हाम्रो स्कुल शिक्षा पाठ्यक्रम छ नि, यो करिकुलममा पनि यो कुराहरू चाहिँ उसले गरिनुपर्छ जस्तो मलाई लाग्छ कि कस्तो भने करणी भनेको के हो होइन, स्कुल शिक्षादेखि नै, विद्यालय शिक्षादेखि नै यो कुराहरू चाहिँ अलिकति एउटा त्यो विषयवस्तु चाहिँ राखिदिनुपर्छ जस्तो मलाई लाग्छ है। अनि करणी भनेको के हो र करणी यदि गरे भने त्यसलाई के सजाय हुन सक्छ, के सजाय हुन्छ भन्ने कुराहरू चाहिँ राम्रोसँग स्पष्टसँग त्यो विषयवस्तुहरू चाहिँ करिकुलममा राखिदियो भनेदेखि स्कुल शिक्षादेखिबाट नै बच्चाहरूले त्यो शिक्षा पाएको हुन्छ, त्यो सम्बन्धी त्यो विषय त्यो सम्बन्धी धेरै कुराहरू बुझेको हुन्छ र त्यो कारणले गर्दाखेरि चाहिँ हुन्छ नि, छोरी होस् या छोराहरू जो पनि अलिकति सचेत हुन सक्छन्। छोरी मान्छे पनि यो हो है, करणी भनेको यो हो र मान्छेहरूले यो किसिमको व्यवहार गर्छ भने त्यो चाहिँ एउटा हुन्छ नि हारेसमेन्ट टाइपको हो यो चाहिँ भन्ने कुराहरू अलिकति के हदसम्म बुझेको हुन्छ र सचेत हुन सक्छन्। र अर्को कुरा के हो भने अब छोराहरूले चाहिँ छोराहरू जुन छोराहरूले चाहिँ कसरी बुझेको हुन्छ भने करणी यस्तो गऱ्यो भनेदेखि चाहिँ हामीलाई चाहिँ यो सजाय हुनसक्छ है, त्यसैले मैले यो गर्नु हुँदैन भन्ने किसिमको अलिकति त्यो सचेत हुने एउटा आदर्श बन्छ जस्तो मलाई लाग्छ मेरो विचारमा चाहिँ है। त्यस्तो गऱ्यो भने के हदसम्म चाहिँ यो दिन प्रतिदिन बढिरहेको यो हाम्रो देशको नेपालमा बढिरहेको यो करणीपछिको हत्या भन्ने यो घटना चाहिँ अलिकति के हदसम्म कम हुन्छ कि जस्तो मलाई लाग्छ है। घटना सार्वजनिक गरिसकेपछि त्यो घटना घटाउने व्यक्ति जो अपराधी हुन्छ नि उसलाई पनि सार्वजनिक गर्ने र त्यो अपराधीलाई चाहिँ कुन सजाय दियो त्यो पनि सार्वजनिक गर्न जरुरी छ जस्तो मलाई लाग्छ है। एकपछि अर्को तर नेपालमा चाहिँ हरेक कुराहरू चाहिँ दिखासिखी गर्ने टाइपको चाहिँ देखिरहेको हुन्छ कि, जस्तै अब श्रीमान श्रीमतीमा सम्बन्ध राम्रो भएन भने श्रीमानले मारिरहेको हुन्छ नि, हत्या गरिरहेको, श्रीमतीले हत्या गरिरहेको, त्यही कुराहरू अब टिकटकमा अनि युट्युबतिर एउटा न्युज बनेर समाचार बनेर आउँछ नि, अनि त्यही कुरा देखिसकेपछि देखासिखी गर्ने के मान्छेको बानी स्वभाव कि नराम्रो कुरालाई चाहिँ चाँडै एकदम खराब कुरा खराब क्रियाकलापलाई चाहिँ एकदम चाँडो कपी गर्ने त्यो बानीहरू चाहिँ नेपालीहरूमा देखिन्छ। त्यसैले त्यो गरेपछि त्यो गर्ने व्यक्तिलाई चाहिँ सार्वजनिक गर्ने र त्यो व्यक्तिलाई कस्तो किसिमको सजाय भयो भने त्यो सजाय पनि सार्वजनिक गरिनु आवश्यक छ जस्तो मलाई लाग्छ। अबको संविधान संशोधनमा चाहिँ यस्तो कुराहरू पनि उल्लेख गरिदियो भने अनि हुन्छ नि अब करिकुलममा पनि यो कुराहरू समावेश गरिदियो भने यो सम्बन्धी विषयवस्तुहरू राखिदियो भने अझ राखिदियो भने के हदसम्म यो घटनाहरू अलिकति कम हुन्छ कि जस्तो मलाई लाग्छ। साथसाथै अर्को कुरा के हो भने जस्तै अब हाम्रो देश नेपालमा यो किसिमको घटनाहरू त आजभोलि दिन प्रतिदिन घटिरहेको छ नि। जस्तै हाम्रै देश नेपालमा नारी दिवस मनाइन्छ, प्रत्येक वर्ष नारी दिवस मनाइन्छ होइन। नारी दिवस मनाउने देशमा नै हामी नारी जातिहरू सुरक्षित छैनौँ होइन त। अनि मलाई चाहिँ के लाग्छ भने यो कुराहरू यो बारम्बार यी पटक पटक बार यो कुराहरू दोहोरिरहँदा करिकुलममा साथसाथै यो विषयवस्तु राखिनुपर्छ र साथसाथै विभिन्न हुन्छ नि एउटा डकुमेन्ट्री टाइपको नाटकहरू पनि देखाउने र त्यसमा चाहिँ कस्तो भने त्यसमा विषयवस्तु चाहिँ कस्तो टाइपको हुँदाखेरि राम्रो हुन्छ भने मेरो विचारमा चाहिँ मेरो आफ्नो धारणा विषयवस्तु चाहिँ कस्तो हुन्छ भने जब त्यो करणी गरिसकेपछि त्यसलाई चाहिँ यति त्यसलाई चाहिँ दिने पनिसमेन्ट, त्यसलाई दिने सजायको विषयलाई चाहिँ एकदम बढी चाहिँ अलिकति महत्त्व दिएर चाहिँ त्यस्तो किसिमको डकुमेन्ट्री मुभीहरू बनाउन सकिन्छ। साथसाथै ठाउँ ठाउँमा जनचेतनाको लागि एउटा सडक नाटकहरू देखाउन सकिन्छ त्यहीसँग सम्बन्धित, ताकि यो गलत मानसिकता बोकेको मान्छेहरूलाई चाहिँ अलिकति सचेत हुने तरिकाले त्यही किसिमको विषयवस्तु राखेर चाहिँ अब कतिपय नेपालको कतिपय ठाउँहरूमा त अलिकति पढे लेखेको मान्छेहरू हुँदैनन् होइन, उहाँहरूलाई नि अलिकति बुझ्ने तरिकाले सरल तरिकाले सडक नाटक टाइपको त्योहरू नि देखाउन सकिन्छ जस्तो लाग्छ कि।